हामी चम्पादेवी हाइकिङ आएको छौँ आज। एकदम राम्रो ठाउँ छ, भ्यू बबाल छ, जङ्गलको बिचबाट हाइक पुरै। ट्रेकको स्टार्टिङ पोइन्ट यही हो होइन? आरो बाइक खिच्दै भयो। यहाँबाट चाहिँ स्टार्टिङ हो हाइक। लोक एट द भ्यू। यस्तो दामी के हो यो? सिडी जस्तो छ, खै के हो? सिडी नै होला सायद है यो, कि कहाँ जाने सिडी हो कि के हो? खै यो ग्रेट वाल अफ चाइना जस्तै छ अलिअलि। लुक काठमाडौँको भ्यू। धेरै नै हाइट। कति हाइटमा छौँ हामी अहिले खासमा? हाइट हेर्छु एकचोटि म। लुक 1860 मिटर हाइटमा रहेछौँ हामी। त्यस्तो धेरै हाइट त होइन, तर रमाइलो भइरहेको छ वाक गर्न होइन, हाइक गर्न। तर यहाँ भाउजू चाहिँ एकदम थाकिसक्नु हो। के भन्न चाहनुहुन्छ तपाईँ हाम्रो अडियन्सलाई? अलिकति हल्लुको हल्लु पनि साह्रो छैन कि? यो चाहिँ आफ्नो कन्टेन्ट खोज्दैछ यहाँ, फोटो खिचेर। पानी पसल चाहिँ कतै पायो? पानी चाहिँ बोकेर आउनु होला है गाई चाहिँ यहाँ आउँदै हुनुहुन्छ भने। यो कुरा चाहिँ एकदम सिडीमा हामी उक्लिरहेको छौँ होइन? गाई यस्तो छ बाटो होइन, एकदम रमाइलो ट्रेल छ। बाबु फेरि कुदिसक्यो। नाम के हो तिम्रो भन्यो भने थारा नाम जोगिन्दर भन्दैछ, थारा भाइ जोगिन्दर भन्दैछ। Look at the view. Fantabulous. Guys, म एकदम चाँडो आएको माथि पुगिसक्यो। गाइजहरू तलै सुन्छ है। यहाँ पिकनिक स्पट जस्तो छ। हामी अलमोस्ट टपमा पुग्यौँ। टप त होइन होला, तर जस यो बाटो चाहिँ, यो हिँड्ने बाटो चाहिँ यहीसम्म बनाएको छ। यहाँभन्दा उता चाहिँ अब यस्तो छ। यहाँ हेर्नुहोस्, यु गाइज क्यान सी। ट्रेल जाने बाटो चाहिँ यतातिर रहेछ। यहाँ के लेखेको छ? बाटो चाहिँ यो रहेछ, तर वी आर कन्फ्युज अब अगाडि जाने कि नजाने, किनकि सायद हाम्रो लागि अनुसार त त्यो डाँडासम्म, यो डाँडाको टपसम्म चाहिँ हाइक हो जस्तो लाग्यो। अनि हामीसँग टाइम छैन। सो मेबी नेक्स्ट टाइम होइन? अर्कोचोटि आउँदाखेरिको लागि पनि के बाँकी हुनु पऱ्यो नि त। यो यहाँ जानु बाँकी थियो हाम्रो भन्नु नि, त्यही अनुसार प्लान हुन्छ हाम्रो। अब त्यही त अलिकति उता भइरहेछ होइन, तर कहाँ हो कि रियल थाहा भएन क्या, रियालिटी कहाँसम्म पुगिन्छ भन्ने कुरो। हामी बिना रिसर्च आएको थियौँ नि त, केही पनि हेर्दैन हेरी यत्तिकै। र काइजर तपाईँ आउँदै हुनुहुन्छ भने यो हेर्नुहोस् है, यसमा के छ। यो भन्दा त गर्न नमिल्ने कामहरू चाहिँ यो रहेछ। सो यो चाहिँ नगरिदिनु होला है। प्रकृतिको संरक्षण गर्न सबैजना लागि पर्नुपर्छ, आफूबाटै स्टार्ट गर्नुपर्छ यो कुराहरू होइन? हेर्नुहोस् यस्तो यहाँ लेखेको छ, यी फोहोरहरू फालेको छ पुरै। मान्छेहरूले यसरी यो सम्बन्धित निकायको ध्यान जाओस् यसमा। हेर्नुहोस् यहाँ सबै खाना खाएर फोहोरहरू। यस्तो सुन्दर ठाउँमा यस्तो फोहोरहरूले कस्तो नराम्रो देख्यो नि त। सो यस्तो चाहिँ नगरौँ होला। यतातिर भ्यू हेर्नु, कुहिरो लागेर बबालै भएछ। यहाँसम्म चाहिँ बाइक पनि पुग्छ है भाइले। त्यहाँ तल 100 रुपियाँ इन्ट्री फी दियो भने यहाँसम्म बाटो उता माथि बाइक पनि राखेको छ यसले होइन? यहाँसम्म बाइक चाहिँ मजाले पुग्छ इफ तपाईँ बाइकमा आउनु सक्दै हुनुहुन्छ भने। तर बाइक भन्दा पनि हाइकमै आउनु चाहिँ प्रिफर गर्नुहोस् भन्नु म चाहिँ, किनकि हाइकमा आउँदाखेरि जुन नेचरसँगको हुन्छ त्यो चाहिँ बाइकमा आउँदाखेरि चाहिँ अलिक हुँदैन, रमाइलो बढी हुने गर्छ। एकदम हम्बल रिक्वेस्ट, यसरी फोहोर चाहिँ नफालिदिनु होला है, ठाउँमा फोहोर देखिरहेछ। सो दिस इज इट। मेबी विल हेड ब्याक अब होइन फेरि, किनकि माथि थाहा भएन कहाँसम्म पुग्ने।
हामीले यसो बुझ्दाखेरि चाहिँ यो हाइकको इन पोइन्ट भनेको चाहिँ त्यही डाँडा रहेछ है, जुन डाँडा अगाडि देखिरहेको थियो यही डाँडा रहेछ। त्यहाँ पारिबाट बाटो देखिरहेछ होइन। सो अहिले चाहिँ हामीसँग टाइम नभएको कारणले गर्दाखेरि हामी अहिले चाहिँ फर्किँदैछौँ यहाँबाट होइन। यहाँबाट तल फेरि त्यहीबाट फर्किँदैछौँ। नेक्स्ट टाइम नेक्स्ट सटरडे मेबी हामी फेरि यहीबाट आउनेछौँ, यही ठाउँबाट त्यो डाँडा पुगेर फर्किनेछौँ। अहिलेको लागि चाहिँ हामी तल झर्दैछौँ, तल फेरि भेटौँला एकचोटि होइन। म एउटा कुरा फेरि देखाउन चाहन्छु यहाँबाट के भन्दाखेरि एउटा भ्यू चाहिँ मैले देखाइसकेँ धेरैचोटि नै होइन। त्यही पनि एकचोटि फेरि भ्यू हेर्नुहोस् तपाईँहरू, काठमाडौँको 360 भ्यू। लुक एट द भ्यू। आँखाले यो फोनले चाहिँ खास जस्टिस गर्दैन होइन, आँखाले चाहिँ अझ योभन्दा पनि एक्स्ट्रा अर्डिनरी भन्छ नि त्यो देखिरहेछ पुरै होइन। सो तपाईँ एकचोटि आउनुहोस्, आफै एक्सपिरियन्स गर्नु यो कुराहरू। अक्सिजन अलिकति बढी खानुहोस् कुनै दिन, अब त्यो काठमाडौँको धुलोधुवा हो हल्ला कोलाहल भन्दा बाहिर होइन। र यहाँ हेर्नुहोस्, यहाँनिर यो रातो देखिरहेको यो ठाउँ भनेको चाहिँ हो हात्तीवन हिमालय भ्यू रिसोर्ट है। त्यहाँबाट त्यहाँसम्म चाहिँ बाटो राम्रै छ, त्यहाँबाट माथि चाहिँ अहिले अफ रोडवाला बाटो छ। तर त्यस्तो राम्रो छ नि, पानी पऱ्यो भने चाहिँ अलिकति गाह्रो हुनसक्छ होइन। लास्ट टाइम हामी त्यही भएर पानी पर्दा चिप्लेको थियो बाइकहरू। अरू बेला त भेरी गुड। यो चाहिँ हिमालयन के अरे हात्तीवन हिमालयन भ्यू रिसोर्ट भयो। यहाँ चाहिँ काठमाडौँको भ्यू भयो पुरै ललितपुर एन्ड काठमाडौँ। सो दिस इज मिड चम्पादेवी हाइक भनौँ होइन। यहाँबाट हेडिङ टुवर्ड ब्याक। गाइस तपाईँहरूलाई लोकेसन कहाँ हो यो हाइकको भन्ने यदि राम्ररी जान्न मन लाग्छ, मतलब त्यो हुन्छ नि म्याप नक्सा टाइपको। अब त्यो यहाँ हेर्नुहोस् त्यो देखिरहेको तल टौदा हो। यस यो टौदा हो होइन। यो टौदा हो भनेपछि अब तपाईँ आफै अन्दाजा लगाउनुहोस्। त्यो टौदाको साइडको बाटो यो बाटो यो पक्ने यो बाटो भएर त्यो चाहिँ भयो सुक्खा बन्दरगाह, चोभार सुक्खा बन्दरगाह राइट। यो चाहिँ भयो चोभार। हामी छौँ यहाँ। गाइज हाम्रो हाइक आजको लागि इन भयो होइन। यो चाहिँ स्टार्टिङ पोइन्ट थियो, अघि स्टार्टिङ पोइन्टको भिडियो चाहिँ हामीले यहाँ खिच्न पाएको थिएनौँ होइन। सो अब चाहिँ हामी फर्किसक्यौँ माथिबाट होइन, फर्किसक्यौँ। अब यो चाहिँ ठ्याक्कै यहाँ चाहिँ पिकनिक स्पोट जस्तो पनि रहेछ यतातिर होइन। यहाँ चाहिँ पिकनिक तपाईँहरू बाई बाई हस् हस्। यो चाहिँ पिकनिक स्पट, यो कस्तो दामी भ्यू छ तर यहाँ पनि होइन। यहाँ चाहिँ मेरो बाइक छ, साथीहरू सबै छन् होइन। र यहाँ चाहिँ हो खासमा हात्तीवन हिमालयन रिसोर्ट भनेको चाहिँ यहीँ हो, ठ्याक्कै गेट यही हो होइन। स्टार्टिङै पोइन्ट यही हो है। यही हो गेट ठ्याक्कै। हात्तीवन रहेको छ, हात्तीवन हिमालयन रिसोर्ट चाहिँ यही हो होइन। फेरि भेट्नेछौँ अर्को हप्ता नेक्स्ट ब्लगमा। अन्त हामी यो हाइकलाई कम्प्लिट गर्ने योजनामा छौँ होइन। मेबी यो ठाउँ नभए अर्को ठाउँ कुनै। यस हस्।